कार्यक्रम सदैव घडीमा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन छ। आज यहाँको बिचमा ल्याएको वचनको विषय छ परमेश्वरलाई मनपर्ने उपवास, फास्टिङ द्याट प्लिजेस गड। वास्तवमा भन्यो हो भने उपवास खासै मानिसहरूको लागि त्यति चासो र चाखलाग्दो विषय चाहिँ होइन। तर यो पनि वास्तविक हो कि बाइबल धर्मशास्त्रमा हामीले हेर्ने हो भनेदेखिलाई धेरै ठाउँमा उपवासको बारेमा उल्लेख गरेको हामी यहाँ पाउँदछौँ। पश्चाताप, विश्वासको बारेमा भन्दा पनि उपवासको बारेमा पुरानो नियममा, नयाँ नियममा धेरै ठाउँमा उल्लेख भएको हामी पाउँदछौँ। त्यति मात्र होइन, येशू ख्रीष्टले बप्तिस्मा र प्रभु भोजको बारेमा भन्दा पनि धेरै शिक्षाहरू उपवासको विषयमा सिकाउनु भएको हामी यहाँ पाउँदछौँ। यसले सङ्केत गर्दछ कि बाइबल धर्मशास्त्रले उपवासलाई एकदमै प्रमुख स्थान दिएको हामी पाउँदछौँ। त्यसले आजको वचनको विषय छ परमेश्वरलाई मनपर्ने उपवास चाहिँ कस्तो हुनुपर्छ त भन्ने बारेमा। यहाँसँग बाइबल धर्मशास्त्र छ भने मेरो साथमा पढ्न सक्नुहुन्छ। मत्ती 6 अध्यायको 16 पददेखि 18 पदसम्म आज हामी सरस्वती हेर्नेछौँ। डाँडाको उपदेशको यो 20औं श्रृङ्खला यीशु ख्रीष्टले दिनुभएको व्यवहारिक विषय मध्येमा एउटा महत्त्वपूर्ण विषयमा उहाँले दिनुभएको शिक्षाको बारेमा। मत्ती 6 अध्यायको 16 पदमा यसो उल्लेख गरिएको छ, जब तिमीहरू उपवास बस्छौ तब कप्तीहरू जस्ता उदासी चेहरा नदेखाओ, किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मुख बिगार्छन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले तिनका इनाम पाइसकेका हुन्छन्। तर तिमी चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ र आफ्नो मुख धो। औ तिमी उपवास बसेको मानिसहरूले होइन, तर गुप्तमा हुने तिम्रा पिताले देखुन्। गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। मत्ती 6 अध्यायमा हामीले सुरुवातमा हेऱ्यो भनेदेखिलाई 1 पददेखि 4 पदसम्म हामीहरूको अरूसँगको सम्बन्धको बारेमा, विशेष गरी हाम्रो दान पुण्यको बारेमा यीशु ख्रीष्टले त्यहाँ सिकाउनु भएको छ। र 6 अध्यायको 5 पददेखि 15 पदसम्म हामीले हेऱ्यो भनेदेखिलाई हामीहरूको परमेश्वरसँगको सम्बन्धको बारेमा, हामीहरूको प्रार्थना कस्तो हुनुपर्छ, परमेश्वरलाई मनपर्ने प्रार्थना कस्तो हुनुपर्छ। र 16 पददेखि 18 पदमा यीशु ख्रीष्टले हामीहरूको आफैसँगको सम्बन्धको बारेमा कस्तो हुनुपर्छ भन्ने बारेमा यहाँ उल्लेख गर्नुभएको छ। परमेश्वरलाई मनपर्ने उपवास वास्तवमा कस्तो हुनुपर्छ। जहाँसम्म उपवासको सवाल छ, आज यहाँको बिचमा 4वटा कुरा म यहाँको बिचमा राख्न चाहन्छु। वास्तवमा बाइबल अर्थमा उपवास के हो, उपवास किन बस्नुपर्छ र उपवास कसरी बस्नुपर्छ र उपवास कहिले बस्नुपर्छ भन्ने बारेमा 4वटा कुरा यहाँको बिचमा आज म सरस्वती बाँड्न चाहन्छु। सबभन्दा पहिला हामी हेरौँ बाइबलीय अर्थमा वास्तवमा उपवास चाहिँ के हो त। उपवास भन्नाले खानाबाट वञ्चित भएर परमेश्वरको निगाह प्राप्तको निम्ति नियमित रूपमा बसिने एउटा आत्मिक अनुशासनलाई बाइबलीय अर्थमा उपवास भनेर भन्दछ। यो परिभाषामा 3टा कुरा महत्त्वपूर्ण छ। सबभन्दा पहिला त खानाबाट वञ्चित भएर परमेश्वरको सम्बन्धको लागि आत्मिक उद्देश्यले हामी प्रार्थना गर्छौँ, तर खानाबाट वञ्चित हुँदैन भनेदेखिलाई यसलाई उपवास भन्दैन। त्यसले पहिलो कुरा त खानाबाट वञ्चित भएर। दोस्रो कुरा परमेश्वरको निगाहको निम्ति नितान्त तपाईँको मेरो परमेश्वरसँगको सम्बन्धसँग सम्बन्धित छ। त्यस कारणले गर्दा अरू कुनै उद्देश्यले हामी खानाबाट वञ्चित हुन्छौँ भनेदेखिलाई त्यसलाई उपवास भन्दैन। तर परमेश्वरको निगाह प्राप्त गर्नको लागि, परमेश्वरको भरोसामा जानको लागि, परमेश्वरको मार्गनिर्देशन बुझ्नको लागि, परमेश्वरको सम्बन्धमा आउने एउटा अनुशासनलाई बाइबलीय अर्थमा उपवास भनेर भन्दछ। त्यति मात्र होइन, यो एउटा आत्मिकी अनुशासन हो। कतिपय मानिसहरू खानाबाट त वञ्चित त हुन्छन् उनीहरू, तर सोध्यो भनेदेखिलाई किन आज खाना नखाएको, किनभने आज म उपवासमा हुन्छु। तर किन उपवास बसेको, किनभने अलिकति वेट बढेको छ। वेट बढाउनको लागि, घटाउनको लागि हामी खाना खाँदैनौँ भने हामीले डाइटिङ गरेको भनेर भन्नुपर्छ। तर हामीले उपवास बसेको भनेर भन्छौँ भनेदेखिलाई यो आत्मिक हुनुपर्छ, शारीरिक उद्देश्य भन्दा पनि परमेश्वरसँगको सम्बन्धको विषयमा हो। त्यसैले उपवास खानाबाट वञ्चित भएर परमेश्वरको निगाह प्राप्त गर्नको निम्ति आत्मिकी अनुशासन अथवा आत्मिक रूपमा बसिने एउटा अनुशासन हो। तर उपवास बाइबलीय अर्थमा भोग हडताल भन्दा भिन्नै छ। भोग हडताल भन्नाले मानिसको निगाहको निम्ति, मानिसको ध्यान आकर्षणको निम्ति बसिन्छ। त्यति मात्र होइन, भोग हडतालमा कहिलेकाहीँ मानिसहरूले आफ्नो शरीरलाई कष्ट दिने काम पनि गर्दछन्। तर बाइबलले शरीरलाई कष्ट दिने कुरामा कहिले पनि प्रोत्साहन दिएको हामी पाउँदैनौँ। र त्यति मात्र होइन, यो मानिसबाट निगाह प्राप्त गर्नको लागि भन्दा पनि परमेश्वरको निगाह प्राप्त गर्नको लागि खानाबाट वञ्चित भएर परमेश्वरको सम्बन्धमा, सम्पर्कमा, परमेश्वरको भरोसामा आउने एउटा नियमित प्रक्रिया हो। यसलाई भन्छ उपवास। त्यसैले बाइबल अर्थमा भोग हडताल र उपवासमा नितान्त फरक छ। तर प्रश्न उठ्छ, उपवास हामी किन बस्नुपर्छ त भन्ने बारेमा। हामीले पुरानो नियममा हेऱ्यो भनेदेखिलाई धेरै यस्ता उदाहरणहरू छ। नयाँ नियममा पनि धेरै कारणले मानिसहरू प्रभुमा उपवास बस्ने चलनचल्ती हामी देख्दछौँ। पुरानो नियममा विशेष गरिकन युद्धको समयमा, कष्ट पीडाको समयमा, सुरक्षाको खातिर, परमेश्वरबाट शक्तिको खातिर, परमेश्वरको आशिषको खातिर उनीहरू परमेश्वरमा उपवास बस्ने गर्थे इस्राएलीहरू।
राजा दाउदले पनि जब आफ्नो छोरा बेर्सेबाबाट जन्मेको छोरा बिमारी पर्यो, परमेश्वरमा उसले उपवास बस्यो। जब आफ्नो मानिसहरूको दुःख कष्ट पीडा हुन्छ त्यति बेला मानिसहरू परमेश्वरको चरणमा आउँदछ र परमेश्वरमा आफ्नो पुकारा जाहेर गर्न, परमेश्वरको आशिषको निम्ति, परमेश्वरको निगाहको निम्ति उनीहरू उपवास बस्ने गर्छन्। त्यति मात्र होइन, क्षमा पाउनको लागि पनि उपवास बसेको हामी यहाँ पाउँदछौँ। आहाब, नेहेमाया, त्यसै गरिकन निनिवेका मानिसहरूले परमेश्वरबाट आउनेवाला दण्डबाट जोगिनको लागि परमेश्वरबाट क्षमा मागेर परमेश्वरमा उपवास बसेको यी घटनाहरू बाइबल धर्मशास्त्रमा उल्लेख गरेको छ। र अरू जातिहरूबाट सुरक्षाको निम्ति, शत्रुबाट सुरक्षाको निम्ति पनि उपवास बसिन्छ। एजराको पुस्तकमा हामी पाउँदछौँ। र सङ्कटको घडीमा आपद विपदबाट जोगिनको लागि पनि उपवास बस्ने चलन चल्ती बाइबल धर्मशास्त्रमा उल्लेख गरेको छ। दानियलको जीवनमा पनि जब नखाऊ भन्ने कुरा खानुपर्ने परिस्थिति आयो, नगर्नुपर्ने कुरा गर भनेर भन्यो, जुन कुरा परमेश्वरको शिक्षा सिद्धान्तसँग विपरीत थियो, त्यो सङ्कटको घडीमा उनीहरू परमेश्वरमा उपवास बसे भन्ने कुरा पुरानो नियममा उल्लेख गरेको हामी यहाँ पाउँदछौँ। नयाँ नियममा हेर्ने हो भनेको लागि पनि येशू ख्रीष्ट स्वयंले पनि उपवास बस्नुभएको हामीलाई थाहा छ। परीक्षाबाट जोगिनको निम्ति येशू ख्रीष्ट उपवास बस्नुभयो। सेवकाईको सुरुवातको समयमा, सेवकाईको उद्घाटन गर्नुभन्दा अगाडि येशू ख्रीष्ट स्वयं पनि उपवास बस्नुभएको हामीलाई थाहा छ। त्यसपछि गएर नयाँ नियममा हामीलाई हेऱ्यो भनेको लागि मण्डलीको सुरुवातको समयमा उनीहरू उपवास बस्थे, अगुवाहरू छनौट गर्दाखेरि उनीहरू उपवास बस्थे, विश्वासीहरूलाई मिसनको काममा पठाउनको लागि उनीहरू उपवास बस्थे, मण्डलीका कुनै पनि महत्त्वपूर्ण घटना अथवा समयमा उनीहरू उपवास बस्ने गरेको हामी यहाँ पाउँदछौँ। त्यसैले किन उपवास बस्नुपर्छ? किनभने यो एउटा परमेश्वरका जनहरूको एउटा यो नियमित एउटा उनीहरूको दिनचर्या हो अथवा उनीहरूको एउटा नियमित अनुशासन हो। परमेश्वरका जनहरूले निरन्तर परमेश्वरको सामु आफ्नो पुकारा जाहेर गर्न, आफ्नो आवश्यकताहरू जाहेर गर्न, आफ्नो दुःख कष्ट पोख्न, परमेश्वरको आशिष, परमेश्वरको सुरक्षा, परमेश्वरको निगाहको लागि उनीहरू निरन्तर बस्ने गर्थे। त्यस कारणले गर्दा उपवास बस्न आवश्यक छ। त्यति मात्र होइन, येशू ख्रीष्ट स्वयंले यहाँ भन्नुभएको छ, जब हामी गुप्तमा हामी उपवास बस्दछौँ, हाम्रो पिताले त्यो कुरा देख्नुहुन्छ र तिमीहरूलाई इनाम दिनुहुनेछ। जब हामी उपवास बस्दछौँ परमेश्वरको निगाहको निम्ति, परमेश्वरको सम्बन्धको निम्ति, परमेश्वरले त्यस्तो उपवासमा इनाम दिनुहुन्छ भन्ने कुरा येशू ख्रीष्ट स्वयंले यहाँ उल्लेख गर्नुभएको हामी यहाँ पाउँदछौँ। परमेश्वरबाट इनाम प्राप्त गर्नको निम्ति, परमेश्वरको निगाहको लागि हामी उपवास बस्दछौँ भनेदेखिलाई त्यति मात्र होइन, यो परमेश्वरको इच्छा हो, यो परमेश्वरको उपदेश हो। त्यसैले उपवासको बारेमा कुरा गर्दा यहाँ सबभन्दा पहिला येशू ख्रीष्टले यहाँ भन्नुहुन्छ, जब तिमीहरू उपवास बस्दछौ, भनेको मतलब प्रभुका चेलाहरू, प्रभुका जनहरू उपवास बस्दछन् भन्ने कुरा येशू ख्रीष्टले यहाँनिर प्रभुले आशा राख्नु भएको छ। यदि भन्नाले बस्दा पनि हुन्छ, नबस्दा पनि, यदि तिमीहरू उपवास बस्यो भने भनेको मतलब बसिए पनि हुन्छ, नबसिए पनि। जब भन्नुको मतलब, वेन भन्नुको मतलब हामी नियमित रूपमा उपवास बस्छौँ भन्ने कुरा येशू ख्रीष्टले यहाँ आशा गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि सुरुमा भन्नुहुन्छ उहाँले, जब तिमीहरू उपवास बस्छौ। त्यसले येशू ख्रीष्टको यो शिक्षा हो, येशू ख्रीष्टको आशा हो र येशू ख्रीष्टको आफ्नो जीवनको एउटा दैनिक एउटा उहाँको अनुशासन हो। त्यस कारणले पनि हामी उपवास बस्नुपर्छ। तर उपवास कहिले बस्नुपर्छ भन्ने बारेमा हामीले बाइबलमा हेऱ्यो भनेदेखिलाई व्यक्तिगत रूपमा, सामूहिक रूपमा मानिसहरू उपवास बस्ने गर्थे। जब आफ्नो जीवनमा परीक्षाहरू आउँछ, परीक्षाको सामना गर्न मानिसहरू उपवास बस्ने गर्थे। त्यति मात्र होइन, जब रोग बिमारको समयमा परमेश्वरमा उनीहरू उपवास बस्ने गर्थे। सामूहिक रूपमा कुनै पनि काम सुरु गर्नको निम्ति अथवा अगुवाहरू छनौट गर्नको निम्ति, अगुवाहरूलाई, विश्वासीहरूलाई परमेश्वरको काममा पठाउनको निम्ति यिनीहरू नियमित रूपमा उपवास बस्ने गर्थे। त्यसैले किन हामीले उपवास बस्नुपर्छ? किनभने यो बाइबलको शिक्षा हो, यसो ख्रीष्टको शिक्षा हो। नियमित रूपमा बाइबलमा उपवास बसेको घटनाहरू यहाँ देख्दछौँ र यो परमेश्वरको प्रतिज्ञा हो। जब हामी उपवास बस्छौँ परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। कहिले हामी उपवास बस्छौँ? जब हामीहरूको जीवनमा, हामीहरूको वरिपरिका मानिसहरूमा दुःख कष्ट समस्याहरू आइपर्छ, उनीहरूको लागि हामी परमेश्वरमा उपवास बसेर हाम्रो पुकारा जाहेर गर्दछौँ। आफ्नै आवश्यकता, आफ्नै सङ्घर्ष, आफ्नै समस्यामा पनि हामी परमेश्वरमा हामीहरूको समस्या सङ्घर्ष हामी जाहेर गर्नको लागि उपवास बस्छौँ भनेदेखिलाई मण्डलीको महत्त्वपूर्ण समयमा पनि, कुनै पनि महत्त्वपूर्ण निर्णय गर्दाखेरि, परमेश्वरको मार्गनिर्देशन बुझ्नको लागि, परमेश्वरको निगाह पाउनको लागि नियमित रूपमा हामी उपवास बस्नुपर्छ। हाम्रो मण्डलीमा पनि हामी हरेक प्रभुभोजको समयमा हामी उपवास बस्छौँ। किनभने प्रभुभोज भनेको त्यो समय येशू ख्रीष्टले तपाईँ र मेरो लागि के गर्नुभयो भन्ने सम्झनाको खातिर दिनुभएको एउटा विधि हो। र त्यो महत्त्वपूर्ण विधिमा आउँदाखेरि उपवाससहित हाम्रो खानाप्रति भएको प्यास तृष्णालाई परमेश्वरमा केन्द्रित गर्न, परमेश्वरले गर्नुभएको कामको सम्झना गर्न हामी परमेश्वरको उपस्थितिमा, परमेश्वरको निगाहको खोजीमा हामी आउँदछौँ। त्यसैले जुनै बेला पनि, जुनै समयमा, जुनै ठाउँमा पनि हामी उपवास बस्न सक्छौँ। तर उपवासको प्रमुख उद्देश्य भनेको परमेश्वरको निगाहको निम्ति, परमेश्वरको सम्बन्धमा आउन, एउटा नियमित रूपमा आउने एउटा अनुशासन हो। त्यस कारणले गर्दा हामीले नियमित रूपमा उपवास बस्नुपर्छ।
त्यति मात्र होइन, उपवास चाहिँ हामीले कसरी बस्नुपर्छ भन्ने जहाँसम्म प्रश्नको सवाल छ, सबभन्दा पहिला श्रीले यहाँ भन्नुहुन्छ मानिसहरूलाई देखाउनलाई होइन। उपवास भन्ने कुरा मानिसको निगाह प्राप्त गर्नको लागि, अरूले मलाई एकदमै धर्मी ठहर्याओस्, म धर्मी ठहरियोस् भन्ने हिसाबले मानिसहरूबाट स्याबासी पाउनको लागि बसिने यो अनुशासन होइन। उपवास नितान्त यो तपाईँ र मेरो परमेश्वरसँगको सम्बन्ध हो। त्यस कारणले गर्दाखेरि यो मानिसले के भन्छ भन्दा पनि परमेश्वरसँग मैले बिताउने समय, परमेश्वरसँग पोख्ने मेरो हृदयको भावनाहरू र परमेश्वरसँग मैले खोजी गर्ने उहाँको निगाह र आशिषको कुराहरू हो। त्यस कारणले गर्दा उपवास जहिले पनि परमेश्वरसँग सम्बन्धित छ। त्यस कारण यहाँ स्क्रिप्टले भन्नुहुन्छ जब तिमीहरू उपवास बस्छौ कप्तीहरू जस्ता उदासी चेहरा नदेखाऊ। उदासी चेहरा पनि नदेखाऊ र आफ्नो चेहरालाई, मुखलाई बिगार्ने काम पनि नगर। तर के गर्नुपर्छ? फेरि यहाँ दुईवटा कुरा स्क्रिप्टले यहाँ भन्नुहुन्छ, शिरमा तेल लगाऊ र आफ्नो मुख धो। किन चाहिँ तेल लगाउन आवश्यक छ? किन मुख धुन आवश्यक छ? किनभने जब हामी उपवास बस्छौँ यो परमेश्वरसँगको सम्बन्धमा हामी आउँदछौँ। यो मानिसको निगाह प्राप्त गर्नको लागि होइन, यो परमेश्वरसँगको व्यक्तिगत सम्बन्धको लागि हो। त्यस कारणले गर्दा स्क्रिप्टले भन्नुहुन्छ मुख धोएर तेल लगाएर तिमीहरू आफ्नो पिता कहाँ आफ्नो पुकारा जाहेर गर्नु। त्यसो भयो भने के हुन्छ? दुईवटा कुरा। पहिलो कुरा त परमेश्वरले सुन्नुहुन्छ। यदि सुन्नुहुन्छ भनेदेखिलाई परमेश्वरले हामीलाई इनाम पनि दिनुहुन्छ। त्यसैले मानिसको निगाह प्राप्त गर्नको लागि, उनीहरूलाई देखाउन हामी उपवास बस्छौँ भनेदेखिलाई मानिसबाट निगाह प्राप्त गरिसकेका छौँ, स्याबासी पाइसकेका छौँ, परमेश्वरबाट पाउने कुरा हामीलाई केही पनि छैन। तर परमेश्वरको निगाहको निम्ति, परमेश्वरको सम्बन्धको निम्ति सही उद्देश्यले, सही प्रकारले हामी प्रभुको चरणमा हामी जान्छौँ भनेदेखिलाई परमेश्वरले सुन्नुहुन्छ मात्र होइन, यहाँ उल्लेख गरेको छ परमेश्वरले हामीलाई इनाम पनि दिनुहुन्छ। उपवास बस्दाखेरि याद गर्नुपर्ने कुरा यो मानिसहरूलाई देखाउनलाई नभएर, उदासी चेहरा देखाएर मुख बिगारेर मानिसहरूबाट स्याबासी पाउनको लागि नभएर यो परमेश्वरसँगको नितान्त व्यक्तिगत सम्बन्धको सवाल भएको कारणले गर्दा तयारी हृदयले, तयारी मनले प्रभुको चरणमा हामी जानुपर्छ। त्यस कारणले श्रीले यहाँ भन्नुहुन्छ मुख धोएर तेल लगाएर तिम्रो आफ्नो पिता कहाँ गुप्तमा आफ्नो पुकारा जाहेर गर्नु। त्यति मात्र होइन, उपवास बस्यो भन्दैमा सबै उपवास परमेश्वरले सुन्नुहुन्छ भन्ने ग्यारेन्टी छैन। उपवास सही बसेको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। तर कस्तो खालको उपवास प्रार्थना परमेश्वरमा सुनवाई हुँदैन। यसै 58 अध्यायमा यहाँनिर उल्लेख गरेको हामी यहाँ पाउँदछौँ। परमेश्वरले यसै 58 अध्यायको 1 पददेखि यहाँ हेऱ्यो भनेदेखिलाई गला खोलेर करा, बाँकी नराख, तुरहीको आवाज जस्तै चर्को करा र मेरो प्रजालाई तिमीहरूका अपराध र याकुबको परिवारलाई तिनीहरूका पाप जनाइदे। के विषयमा उनीहरूको अपराध थियो? के विषयमा उनीहरूको पाप थियो? प्रभुले भन्नुहुन्छ त्यो पाप जनाइदे, देखाइदे। रिपोर्टमा तिनीहरू धर्म गर्ने र आफ्नो परमेश्वरको धार्मिक विधानलाई नत्याग्ने जाति जस्तै भएर मलाई दिनहुँ खोज्छन् र मेरो बाटो जान्न अति इच्छा गर्दछन्। तिनीहरू मसित ठिक न्याय माग्छन्, तिनीहरू परमेश्वरको नजिक आउन पनि इच्छा गर्छन्। 3 पदमा हामीहरू किन उपवास बस्यौँ तर तपाईँ देख्नुहुन्न, हामीहरूले किन आफ्नो प्राणलाई दुःख दियौँ तर तपाईँ ध्यान दिनुहुन्न। हेर तिमीहरूको उपवासको दिनमा तिमीहरू आफ्नै इच्छा पुरा गर्दछौ र तिमीहरूका काम गर्नेहरू सबैलाई तिमीहरू थिचोमिचो गर्दछौ। पहिलो कुरा त यहाँ परमेश्वरले उल्लेख गर्नु भएको छ, यस्तो प्रकारको उपवास परमेश्वरमा सुनवाई हुँदैन जुन उपवास बाह्य रूपमा गरिन्छ तर भित्री रूपमा मानिसहरूलाई थिचोमिचो गर्छ भनेदेखिलाई त्यो वास्तवमा त्यस्तो खालको उपवासको कुनै औचित्य छैन। 4 पदमा हेर तिमीहरू बाज्न र झगडा गर्न निर्दयतापूर्वक हिर्काउन मात्र उपवास बस्दछौ। आजको जस्तो तिमीहरूको उपवासले तिमीहरूको स्वर स्वर्गमा सुनिने तुल्याउने छैन। के मैले चुनेको उपवास यस्तै हो? मानिसले आफ्नै प्राणलाई दुःख दिने उपवासको दिन, के निगालोले चाहिँ आफ्नो शिर झुकाउने औ भाँगा र खरानी ओछ्याउने दिन यो हो? के यसैलाई तिमीहरू उपवास र परम्पराको निम्ति ग्रहणीयको दिन भन्छौ? तर कस्तो हुनुपर्छ? 6 पददेखि यहाँ प्रभु भन्नुहुन्छ दुष्टताको बन्धन फुकाल्नु, जुवाको दोरी फुकाल्नु, अत्याचारमा परेकाहरूलाई मुक्त गराउनु, हरेक जुवा भाँचिदिनु। मैले चुनेको उपवास यही होइन र? आफ्नो भोजन भोकाहरूलाई बाँडिदिनु, घर नभएका गरिबहरूलाई आफ्नो घरमा ल्याउनु, नाङ्गाहरूलाई देखेर तिनलाई लुगा लगाइदिनु र आफ्नो जात भाइहरूबाट नलुक्नु होइन र? कस्तो खालको उपवास परमेश्वरले सुन्नुहुन्छ? स्वार्थमा अरूहरूको बिगारमा गरेको उपवास प्रार्थना परमेश्वरमा कहिले पनि सुनवाई हुँदैन। सेवाको भावनामा अरूलाई सेवा गर्नको खातिर र अरूलाई सहायता गर्नको खातिर हामी परमेश्वरमा उपवास बस्छौँ भनेदेखिलाई त्यो उपवास परमेश्वरले सुन्नुहुन्छ। र त्यसपछि 8 पदमा यहाँ भन्नुहुन्छ तब तिमीहरूको ज्योति बिहान चाहिँ फुटेर निस्कनेछ, तिमीहरू चाँडै निको हुनेछौ, तिमीहरूको धार्मिकता तिमीहरूको अघि जानेछ र परमप्रभुको महिमा चाहिँ पछिल्तिर हुनेछ। तब तिमीहरू पुकारा गर्दछौ र परमप्रभुले जवाब दिनुहुनेछ, तिमीहरू बिन्ती गर्नेछौ र उहाँले भन्नुहुनेछ म यही छु। यस्तो खालको पुकारा, यस्तो खालको उपवास परमेश्वरले सुन्नुहुन्छ
जब हामी पश्चातापी हृदयले अरूलाई थिचोमेचो नगरिकन अरूको भलाइको खातिर परमेश्वरमा उहाँको निगाहको हामीले वास्तविक हृदयले खोजी गर्छौँ भनेदेखिलाई परमेश्वरले भन्नुहुन्छ त्यो पुकारा परमेश्वरले सुन्नुहुन्छ। त्यति मात्र होइन, परमेश्वर भन्नुहुन्छ म यहीँ छु। उपवासमा परमेश्वरको ठुलो आशिष छ। जब हामी सही हृदयले सही प्रकारले उपवास बस्दछौँ परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ, हाम्रो पुकारा उहाँले सुन्नुहुन्छ। र यसको साथमा एक दुईवटा व्यवहारिक कुराहरू यहाँको बिचमा म राख्न चाहन्छु। उपवास बस्दाखेरि सबभन्दा पहिला त उपवासलाई हामीले गहन रूपमा दिनुपर्छ। यो खालि हप्तामा एकचोटि बस्ने, महिनामा एकचोटि बस्ने एउटा नीति नियमको रूपमा मात्र नभएर उपवास एकदमै गहन विषय हो। किनभने यो परमेश्वरसँगको तपाईँको व्यक्तिगत नितान्त व्यक्तिगत सम्बन्धको सवाल हो। अनि परमेश्वरको सम्बन्धमा आउँदा, परमेश्वरको सम्पर्कमा आउँदा यसलाई हामीले लापरवाही प्रकारले दिनु हुँदैन। यसलाई एकदमै होसियार हुनुपर्छ र यसलाई हामीले गहन रूपमा दिनुपर्छ, पहिलो कुरा। दोस्रो कुरा, कसरी सुरु गर्नुहुन्छ र कसरी अन्त गर्नुहुन्छ त्यसमा तपाईँ होस गर्नुहोस्। एकैचोटि उत्साहित भएर 40 दिनको लागि म उपवास बस्छु भनेर सुरुदेखि तपाईँले खाना बन्द गर्न नछोड्नुहोस्, किनभने यसले धेरै हानि गर्न सक्छ। तपाईँको शरीरमा चोट लाग्छ, हानि गर्छ भनेदेखिलाई तपाईँको ध्यान परमेश्वरमा केन्द्रित हुन बाधा पुग्छ। त्यस कारणले गर्दा बिस्तारै सुरु गर्नुहोस्। एकैचोटि तपाईँ 40 दिन बस्नु भएको छैन भनेदेखिलाई 1 दिनबाट सुरु गर्नुहोस्, त्यसपछि 3 दिन, 7 दिन, 15 दिन अनि त्यसपछि 40 दिनसम्म तपाईँ उपवास बस्न सक्नुहुन्छ। तर जहिले पनि याद गर्नुहोस्, उपवास बस्नुको प्रमुख उद्देश्य परमेश्वरको निगाह प्राप्त गर्नको लागि आत्मिक उद्देश्यले बस्ने हो। मेरो आज यो वर्ष मेरो वेट घट्यो, वेट एकदम नै बढ्यो, अब वेट घटाउनु पर्यो भन्ने हिसाबले तपाईँ उपवास बस्नुहुन्छ भने त्यसलाई बाइबल अर्थमा उपवास भनिँदैन, किनभने त्यसमा कुनै आत्मिक उद्देश्य छैन, परमेश्वरको सम्बन्धको कुरा त्यहाँ छैन। त्यसैले यसलाई गहन रूपमा दिनुहोस्, यसको उद्देश्यलाई बुझ्नुहोस्, बिस्तारै सुरु गर्नुहोस् र बिस्तारै अन्त गर्नुहोस्। उपवास बन्द गरेर कि तपाईँले 2 छाक 3 छाकको खाना एकैचोटि खाने प्रयास नगर्नुहोस्, यो शरीरको लागि फाइदा गर्दैन। अलिअलि गरेर पानी र फलफुलबाट तपाईँले सुरुवात गर्नुहोस् र बिस्तारै तपाईँले खाना खान सुरु गर्नुहोस्। एकैचोटि धेरै पटक लामो समयसम्म हामी भोकै बसेर एकैपटक धेरै खाना खायो भने यसले पनि तपाईँलाई शारीरिक रूपमा नकारात्मक असर पार्दछ। त्यस कारणले गर्दा धेरै मानिसहरू बिमारी पर्छन् उपवासको समयमा। कारण किन? किनकि यिनीहरूले यी कुराहरू बुझ्दैनन्। बिस्तारै सुरु गर्नुपर्छ र यसको अन्त पनि हामीले बिस्तारै गर्नुपर्छ। र तेस्रो कुरा, उपवास जहिले पनि प्रार्थनासँग गाभिएको हामी यहाँ पाउन्छौँ बाइबल धर्मशास्त्रमा। कतिपय मानिसहरूले भन्छन् म हप्तामा एकचोटि उपवास त बस्छु, तर यी मानिसहरू जहिले पनि म काममा देख्छु। हप्तामा उपवास बस्छु त भनेको छ, तर काममा तपाईँ नियमित तपाईँको क्रियाकलापमा तपाईँ सहभागी हुनुहुन्छ, प्रार्थना गर्नुको लागि तपाईँसँग समय छैन, तर उपवासको नाममा खाना चाहिँ तपाईँले छोड्नु भएको छ भनेदेखिलाई यो वास्तवमा उपवासको कुनै अर्थ छैन। किनभनेदेखिलाई उपवास भन्ने कुरा प्रार्थनासँग गाभिएको छ। त्यस कारण उपवास त्यति बेला बस्नुहोस् जब तपाईँ प्रार्थनामा पर्याप्त रूपमा परमेश्वरसँग तपाईँले समय बिताउन सक्नुहुन्छ। फुर्सदको समयमा त बसेको छ, छुट्टीको समयमा उपवास बसेको छ, तर घरि हामी टिभीमा समय बिताउँछौँ, घरि संसारका विभिन्न किताब पुस्तकहरू हामी पढ्छौँ, आफ्नै काममा हामी व्यस्त हुन्छौँ, अरू क्रियाकलाप हामी व्यस्त हुन्छौँ भनेदेखिलाई यो उपवास कुनै औचित्य छैन। उपवास बस्नुको मतलब जहिले पनि प्रभुसँग पर्याप्त रूपमा प्रार्थनामा समय बिताउनको लागि हामी उपवास बस्छौँ। त्यस कारणले गर्दा प्रार्थनाको लागि तपाईँ समय दिन सक्नुहुन्न भनेदेखिलाई उपवास बस्नुको कुनै औचित्य छैन। त्यसले उपवासलाई गहन रूपमा दिनुहोस्, बिस्तारै सुरु गर्नुहोस्, बिस्तारै अन्त गर्नुहोस् र उपवासमा जहिले पनि याद गर्नुहोस् त्यो समय तपाईँले खानामा अथवा संसारको कुनै क्रियाकलापमा हामीले समय दिनुभन्दा परमेश्वरको सम्बन्धमा आएर प्रार्थनामा पर्याप्त रूपमा हामीले समय बिताउनको लागि उपवास बस्न आवश्यक छ। त्यसले आज यहाँको बिचमा बाँड्न खोजेको विषय पनि यही हो, परमेश्वरलाई मनपर्ने उपवास वास्तवमा के हो, फास्टिङ द्याट प्लिजेस गड। अनि बाइबल धर्मशास्त्रमा हामीले हेर्ने हो भनेदेखिलाई धेरै महान व्यक्तिहरूको बारेमा त्यहाँ उल्लेख गरेको हामी पाउनेछौँ। मूसाको बारेमा, राजा दाउदको बारेमा, एलिया अगमवक्ताको बारेमा, त्यति मात्र होइन दानियलको बारेमा, अनि अन्ना भने अगमबाणीको विषयमा, अनि पौलको बारेमा, यीशु ख्रीष्टको बारेमा पनि त्यहाँनिर धेरै उहाँहरूको जीवनको बारेमा र उहाँले आफ्नो जीवनद्वारा गर्नुभएको कामको बारेमा त्यहाँ उल्लेख गरेको हामी यहाँ पाउँदछौँ। र यी सबै व्यक्तिहरूलाई हामीले गहन रूपमा हेऱ्यो भनेदेखिलाई एउटा समानता यी व्यक्तिहरू हामी देख्दछौँ, त्यो हो उपवासको विषयमा। यी व्यक्तिहरू परमेश्वरमा नियमित रूपमा उपवास बस्दथे, परमेश्वरको निगाह प्राप्त गर्नको लागि, परमेश्वरको मार्गनिर्देशनको निम्ति, संसारमा आउने परीक्षाबाट जोगिनको निम्ति, परमेश्वरमा स्थिर जीवन जिउनको लागि, नियमित रूपमा परमेश्वरबाट आशिष पाउनको निम्ति, परमेश्वरबाट प्रयोग हुनुको निम्ति, हरेक क्षेत्रमा, हरेक अवस्थामा, हरेक घटनामा, हरेक परिस्थितिमा परमेश्वरको सम्बन्धलाई प्राथमिकता दिएर, परमेश्वरको इच्छालाई प्राथमिकता दिएर नियमित रूपमा परमेश्वरमा यिनीहरूले उपवासमा समय बिताउँथे। त्यस कारणले गर्दा मलाई अचम्म लाग्दैन यी व्यक्तिहरूलाई किन परमेश्वरले औधिक आशिष दिनुभयो। र त्यति मात्र होइन, अहिलेको युगसम्म पनि उनीहरू बित्दै गएको हजारौँ वर्ष भयो, अहिलेको युगसम्म पनि यी व्यक्तिहरूको जीवनद्वारा कयौँ मानिसले आशिष पाइरहेको छ। कारण किन? किनकि यिनीहरूमा एउटा गुण छ, त्यो हो उपवास, परमेश्वरमा
नियमित रूपमा भोग गर्ने, परमेश्वरको प्यास गर्ने र परमेश्वरको निगाह, मार्गनिर्देशन, आशिषको निम्ति परमेश्वरको चरणमा नियमित रूपमा जाने यी व्यक्तिहरू थिए। एकजना स्त्रीको मलाई याद आउँछ पुरानो नियममा, जसको नाम चाहिँ एस्टर हो। अनि एकजना यहुदी स्त्री जो सुन्दरी प्रतियोगितामा ब्युटी कन्टेस्टमा भाग लिन गएको थियो र नभन्दै त्यो कन्टेस्टमा ऊ त्यो सफल हुन्छ, ऊ छनौटमा पर्छ र त्यसपछि त्यति बेलाको शक्तिशाली राज्य पर्सियाको ऊ महारानीसँग पनि बन्न पुग्छ। बाइबलको इतिहासमा 4वटा सुपर पावरहरू थियो जुन बारेमा हामीले दानियलको पुस्तकमा पनि हामी पाउँछौँ। बेबिलोन, पर्सिया, ग्रिस र रोम। अनि नबुकदनेश्वर राजाले देखेको सपनाको अर्थ परमेश्वरका जन दानियलले बढाइदिन्छ 4वटा सुपर पावरको विषयमा, इतिहासमा के हुन्छ भन्ने बारेमा। अनि त्यो 4वटा मध्येमा दोस्रो सुपर पावर पर्सियाको समयमा यो घटेको घटना हो, एस्टरको पुस्तकमा उल्लेख गरेको छ। अनि जब ऊ रानी भएर दरबारमा पुग्दाखेरि उसको जातिको विषयमा ठुलो समस्या त्यहाँ आइपुग्छ। एकजना व्यक्ति जो हामान हो जसको नाम, उसले चाहिँ सम्पूर्ण यहुदी जातिहरूलाई नष्ट गर्ने उसले षड्यन्त्र रच्दछ। र यो कुरा जब एस्टर महारानी कहाँ पुऱ्याइदिन्छ र एस्टर महारानीले एउटा कुरा भन्छ, 3 दिनसम्म सारा यहुदीहरूले मेरो निम्ति उपवास बस्नु र म र मेरा सहेलीहरू समेत पनि 3 दिनसम्म हामी नियमित रूपमा उपवास बस्नेछौँ। जब परमेश्वरको चरणमा यो कष्टहरू पोखाइयो, जब परमेश्वरको निगाहको खोजी गर्यो, जब परमेश्वरको इच्छा के हो, मार्गनिर्देशन के हो भन्ने कुरा बुझ्नको लागि परमेश्वरको चरणमा गयो, परमेश्वरले अझै प्रकारले त्यो कष्टबाट उनीहरूलाई छुटकारा दिलाउँछ मात्र होइन, उनीहरूको विरुद्धमा षड्यन्त्र रच्नेहरूलाई परमेश्वरले दण्ड दिनुहुन्छ र यहुदी जातिहरूलाई परमेश्वरले त्यति बेला सुरक्षा दिनुहुन्छ। जब हामी उपवाससहित परमेश्वरको चरणमा उहाँको निगाहको खातिर, उहाँको आशिषको खातिर, उहाँप्रतिको हाम्रो भोग र प्यासको खातिर नियमित हामी जानेछौँ, त्यो उपवासमा परमेश्वरलाई हामीलाई आशिष दिनुहुन्छ मात्र होइन, हाम्रो जीवनद्वारा परमेश्वरले धेरैलाई आशिष तुल्याउनुहुन्छ। मलाई आशा छ निश्चय पनि तपाईँहरूले यो आत्मिक अनुशासनलाई गहन रूपमा दिनुहुनेछ। परमेश्वरले यहाँलाई आशिष दिउन्, यहाँको जीवनद्वारा धेरैलाई परमेश्वरले निश्चय आशिष दिनुहुनेछ। धन्यवाद। जीवन लिएर आउँदैछु तिमी कहाँ, पश्चातापी जीवन लिएर आउँदैछु तिमी कहाँ। कति धोका स्वार्थलाई अङ्गाली, अपराधी छु म यसैले, तिम्रो प्रेम पाउने योग्य कहाँ। म क्षुद्र पापीलाई क्षमा देऊ, म क्षुद्र पापीलाई क्षमा दे।